everyone, साथीहरु, welcome my YouTube channel. It's me, Anushka Tamang हैन। म चाहिँ आज बिहानै मुख नधोइकन भ्लग स्टार्ट गर्दैछु। अनि म चाहिँ घर लिप्नका लागि गोबर लिन जान हैन। हाम्रो घरमा चाहिँ त्यस्तो गाईहरु छैन के। अनि त्यही भएर चाहिँ म गोबर दिन जाँदैछु साथीहरु। काठमाडौँमा यति जाडो छैन। मौसम हालत जाडो हुँदो रहेछ। शुभ बिहान। काट्यो भने के भएको यस्तो मेरो कुकुरले मलाई अघि 3 बजीतिर पानी पर्यो भनेर स्वप्नलाई निस्केको डराउनु भएर कुकुरले मलाई हेर्नु नि आधी आँखा सेतो आधी कालो। यो कुकुरले पोल्नु पनि दिएको छैन क्या। मेरो भगवान उता दाइ उठेछ होइन। गोबर हेर्छ लेट्स साथी मान्छे गोबर लिएर आयो होइन। बारी छ हाम्रो घर बिहान त्यहाँ बारी चाहिँ यता पारि आउनु पर्ने गोबर दिनलाई। अनि त्यता कसैको नि कसैको नि गाई बस्तु छैन होला। त्यही भएर बस्तु त छ बाख्रा मात्रै छ क्या। अनि त्यही भएर अनि साथीहरु तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। अनि आज चाहिँ म यस्तो धेरै उठ्यो त हैन र्यान्डम तरिकाले भिडियो बनाउँछु हैन। के कस्तो लाग्छ हजुरहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला है त। अनि के कस्तो लाग्यो भन्नु होला। मान्छे रातो माटो अनि यो गोबर र पहेँलो माटो मिक्स गर्यो हैन। मिक्स गरिसक्यो अनि मान्छे यहाँ लिपिसक्यो है। अनि भित्रको पालो बाहिर हाम्रो चाहिँ
फाइनली मेरो चाहिँ यस्तो भयो होइन। अनि कस्तो यो भिडियोमा भन्दा चाहिँ रियलमा चाहिँ दामी देखिरहेको छ। मान्छे भोक लाग्यो साथीले चिया खाँदैछ, यस्तो दामी देखिरहेको थिएँ। म चाहिँ चिया खाँदैछ। अब यो खाएर भाँडा माझ्नु छ। त्यो भाँडा पखालेर अनि म बाख्रा पुकाल्न गोठाला जान्छु साथीहरू। लेट चाहिँ कति बज्यो 9 हुँदो रहेछ। समय काम पनि लागिसक्यो। म चाहिँ यहाँ छु। के गर्नु साथी, यस्तै हो गाउँघरमा। के भएको मेरो सर? यो चाहिँ हाम्रो शुभ बिहानै काम पनि लागिसक्यो। अनि त्यसपछि उता पारि अर्को भ्यू पनि नरहेको रहेछ। अनि आज चाहिँ घाम लागिरहेछ, दिउँसो के हुन्छ सो हेर्नुहोस् भनेर भनौँ है। अनि अब चाहिँ म ओछ्यानहरू पटाउन लगाएको होइन। आज चाहिँ माथि आन्टीको मल फर्काउने मेला थियो। अनि हिजो चाहिँ हाम्रो फर्कायो, आज चाहिँ उहाँहरूको फर्काउनु हुन्छ अरे भनेर। अनि फर्कायो भने चाहिँ पाक्छ अरे राम्रोसँग भनेर चाहिँ। अनि हाम्रो चाहिँ यतातिर फर्काउने गरेको छैन। तपाईँहरूको चाहिँ के कस्तो गरेको छ हेर्नुहोस्। अनि हामी चाहिँ भन्नुहोस्। अनि हामी चाहिँ मल फर्काउन सुरु गर्न लागेको। हाम्रो मलको चाङ चाहिँ यो हो। अब लेट्स सी अब के कस्तो हुन्छ होइन। स्टे ट्युन साथीहरू, हेरिदिनुहोस् होइन। म चाहिँ यता दिदीसँग बोल्दै ठिक्क भयो होइन। अब तपाईँहरूलाई चाहिँ म खनेर यताउति गरेको देखाउँछ होइन। लेट्स सी साथी। कादे बाबु
हामीले चाहिँ मल खनेर अब फर्काउने भन्छ के भन्छ मैले त फर्काउने भन्छु भने हाम्रो सकेर अनि हेर्नुहोस् त हाम्रो आजको मौसम यस्तो भइरहेछ पानी पर्न लागेको छु अब पानी पर्छ होला सायद सो फाइनली हाम्रो चाहिँ काम सक्यो अनि पानी पनि पर्ला जस्तो भइरहेछ ngalan tuh mim ngalan kaya pani pon ama sorry nanga shori puido hai mentora saranga tuh bang we tagai nantaran sih langsung ngalah aja ngadamnya so finally हाम्रो चाहिँ काम सक्यो Ngân video là tập kia mưa kia. Đấy. Ai vâng ngân. Hello. Hello hello. hello hi hello Bye bye anh chị. Kurda wan mo dia Awan lah ini tidak wan bisa tadi. Bye bye. kore he tipu ha bele mi gan shilom shila jabu मौसम कति उजाड है आमा यस्तो ke भइरहेछ bang jinji ल saya काम पनि दाउरा टिप्नु बग्नु अरङसा के गर्नु है मोल फर्केर सकेर अनि यस्तै काम आउँछ घरको आमाले दाउराको पहिराहरू गऱ्यो भने आगो बाल्नुपर्छ हाम्रो गाउँघरमा त्यही कारणले साथीहरू खाना पकाएर खानु पर्यो काँचै खानु मिलेन साथी हो मिलेर काम गर्नुपर्छ अब मोल बोक्नु पर्यो पानी पर्न लाग्यो पानी छिटै छ यो पानी त पर्यो कि तुले वाङ अनि यहाँ तुले वाङ यहाँ अब नेपाल स्यालिया म दाउरा बोकेर गएँ है बाई सो फाइनली हामी चाहिँ कामसाम उता मल मात्रै गरेर सकाएर गडाङ गुडुङ भनिरहेको छ म चाहिँ भिडियो गर्न सकिनँ होला होइन अनि एकछिनमा चाहिँ अब हामी चाहिँ खाजा खान्छौँ होइन कहिले आउने हो कादाङ गुरुङ टिप्नु आइसक्यो बच्चाहरू के गरेर आउने हो आमै मलाई बिरात लाग्यो जत्रुका बच्चाहरू खेल्नु बेला पनि पानी पर्न लाग्यो है म चाहिँ बोकेर गएँ ल भाइ ल यति टिपाउ न साथी हो साथी मिलेर काम गर्नुपर्छ यहाँ त बिग्रिन्छ है अहिले घरि आमाले खाद पनि दिँदैन दिन्छ कराइसक्यो तिमीहरूको चाहिँ बेलुकासम्म गर्ने हाम्रो चाहिँ उज्यालो भयो छिट्टै जाने भनेर गराउँछ त्यही हो उयो पनि टिप्नु पर्ने होला कुन त्योहरू त पर्दैन होला चौरी यति त बग्नु सक्छ होला कि सक्दैन सक्छ म चाहिँ बोकेर गएँ यो घरबेटी आमाले कम्ती त सताउँदैन घरबेटी आमा के छ हाल खबर ठिकै छ सो फाइनली म चाहिँ कामबाट काम सकेर है आजको दिन चाहिँ मेरो यसरी नै बित्यो अनि म चाहिँ रुममा आएर खानसान खाएर यस्तो रेस्ट
गरेर अनि भिडियो चाहिँ इन गर्न लागेको है साथीहरू। यति भन्दै आज दिनभरिको मेरो बिहानदेखिको होइन उठेकोदेखिको बेलुकासम्मको भ्लग चाहिँ के कस्तो लाग्यो, भिडियो भ्लग एन्ड भिडियो के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। अनि यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला अनि लाइक पनि गरिदिनु होला भन्दै आजको भिडियो चाहिँ यहीँ इन गर्न चाहन्छु। बाइ बाइ साथीहरू, लट्स अफ माया।